हेलो गाइज, हाम्रो गाउँमा सुली सब आइरहेछन्। हेर्न सक्नुहुन्छ, भिड पुरा लागेछ। के छ आशिष दाई? ठिक छ नि? को आएको छ अरे? बालेन्सा। पुरा सम्मान हुँदैछ। सम्मान गाउँमा पुरा भिड लागेछ। उहाँ हेर्नुहोस् ड्रोन। कसले कुदायो नि? के गर्नु भएको छ। अगाडि अगाडि जितेर त जानुभयो। जनता कहाँ कुन ठाउँमा कसरी खुसी भएका छन् त हैन? अब हेर्नु, हामीहरूले मानिलिउँ होइन, अलिकति लामो भयो होला कुरो होइन। अलिकति बुझ्दै जाँदाखेरि हामी किसानहरू, हामी जनताहरू, भुइँ वर्गलाई बुझ्ने अहिलेसम्मका हाम्रा नेता भइदिनु भएन के? हामीले धेरै दुःख भन्दा पनि महा दुःख पाइदिउँ कि न हामीहरूले गरी खाने ठाउँ पायौँ, न गरी खाएर लु बजार विस्तारको लागि बजारमा लगेर सामान मूल्य भाउ पायौँ होइन। न कहाँ कसरी दुधको दाम पायौँ, दुधले गाईले खाने चोक्करको भाउ कहाँ पुगिसक्यो होइन। अब आलु उब्जायौँ, आलु जल मल अलि इत्यादि चिसो तातो गर्मी केही नभनिकन खट्यौँ। अनि त्यो लगेर बेच्ने ठाउँ कता भन्दाखेरि 20 रुपियाँ केजीमा बेच्न 25 रुपियाँ केजीमा हामीहरूले कसरी जीविका चलाउँछौँ त? दिनको 1000 रुपियाँ 1200 रुपियाँ हामीहरूले हाजिरा खटाएर काम गराएका हुन्छौँ होइन। अनि न मलको टुङ्गामा पाउँछौँ। 20 केजी लिनको लागि नाड्दाको फोटोकपी लिएर जानुपर्ने हुन्छ। अरे बाबा, किसानले काम गर्न पाएपछि खुलेर काम गरोस् न। दिल दिमाग मेहनत जब त्यसमा लागेको छ भनेदेखि त कमसेकम उसले पाओस् न सुविधा। राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट किन ऊ वञ्चित हुन्छ? अनि रोजगार त्यसरी सानो सानो कुरामा त हामी जनताहरू एकदम तडपिनु परेको छ भनेदेखि ठुलो ठुलो कुरामा त हामीहरूले केमा आश गर्नु? हामीहरूले दिएका भोटहरू त त्यत्तिकै गएको छौँ। हामी कोसँग आश गर्नु त? अब भन्नुहोस् त होइन। हाम्रो नेता त तपाईँ हेर्नु हो नि त, तपाईँ मेरो नेता बनेर आउनुभएको छ, हाम्रो गाउँको, हाम्रो देशको।
यहाँबाट चुनिएर जानुभयो जितेर जानुभयो भने त हाम्रो क्षेत्र माध्यम मात्रै हाम्रो 3 नम्बर क्षेत्रबाट हुन्छ, तर देशको सभासद भएर जानुहुन्छ नि त तपाईँ त। हामीहरूले त यो यहाँनिरको मुद्दा बोकेर जानु पर्यो नि त। हामी जलमल हामी साना साना कुरामा त हामी एकदम पछि पर्नुपर्ने हुन्छ। गरी खान खोज्छौँ क्या हामीहरू, रोजगार भएन। अब वैदेशिक रोजगारलाई उद्योग धन्दा खोलेर हाम्रा छोरा नाति यहाँ बस्ने वातावरण बनाइदिनु पर्यो। बाबुआमाको तर्फबाट कुन कसरत निभाउनु पर्छ हामी त्यो गर्न तयार छौँ। हामीलाई नाति नातिना खेलाउनु पर्छ। एक अर्को कुरो, हामी म हिजोअस्ति महाकाली जिन्दगीमा नपुग्यो, फेरि पुगेर आएको। गाडी लगेर राखिदिएछ, डोडा गाडी लगेको थियो। एउटा चक्काको आधी भागले भारतीय भूमि छोयो अरे। म केही नबोकी गएको डोडा मोबाइल थिएँ, त्यो पनि लाङ्गेजार गरेँ। उताबाट मान्छे आउँदा टडकै लिएर आउँदा पनि खोजी नीति नहुँदो रहेछ। अनि हामीले चाहिँ त्यो महाकाली पारी हाम्रो पनि जमिन रहेछ त, त्यही हेरेर त्यो टनकपुर जाँदाखेरि अब हामीलाई चाहिँ यस्तो खोज तलास गर्ने यो वातावरण अनि चक्काले छुनु नहुने, अनि उनीहरूका गाडी चाहिँ हिउँदी कुद्छन् त बाटोमा प्लेट लाएर भनेपछि अलिकति हामी वैदेशिक उसबाट चाहिँ कमजोरी पो भइसकेका छौँ कि भन्ने एउटा हो। यसको लागि पनि अब माननीयज्यू माथिमा पुग्नुहुन्छ, उहाँले यो कुरा राज्य सरकारमा राखिदिनुहुन्छ भन्ने। अब तपाईँले गरेको जुन स्वास्थ्यको कुरा थियो, मैले जस्तै सञ्जालबाट सुने, त्यो अत्यन्तै सराहनीय भयो। त्यसको लागि चाहिँ तपाईँ हामीले सबैले ताली बजाएर उहाँलाई स्वागत गर्दा हुन्छ। अहिलेसम्म हामीले पाएनौँ। देशको बारेमा बोल्ने, राज्य भाषाको बारेमा बोल्ने, संस्कृतिको जगेर्ना गर्नेमा उहाँको अहम भूमिका छ होला। काङ्ग्रेस सबै मान्छे उस्तै हुँदैनन्, एउटै आँखाले हेर्नु पनि हुँदैन भन्ने हाम्रो धारणा हो। त्यसैले गर्दाखेरि अब हामी नेपाली नै भएर भाइचारा भएर नेपालमा म स्वतन्त्र नेपाली नागरिक हुँ भनेर बस्न पाउनु पर्यो भन्ने कुराको अभिलाषा राख्दै मेरो भनाइ Thank you so much for watching back.